संसारमा लडाई झगडा र युद्ध किन हुन्छ? बाइबलको दृष्टिकोणबाट हेर्दा हामी बुझ्नेछौँ केही कुरा। याकुबको पुस्तक 4 अध्यायको 1 देखि 2 मा यसरी लेखिएको छ। तिमीहरूका बीचमा लडाई र झगडाहरू कुन कुराले ल्याउँछ? के यी सबै तिम्रा शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र? तिमीहरू इच्छा त गर्दछौ तर पाउँदैनौ, तिमीहरूले पाउँदैनौ। तिमीहरू हत्या गर्छौ र लोभ गर्छौ तर पाउन सक्दैनौ। तिमीहरू झगडा गर्दछौ र लडाई गर्छौ, तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। प्रिय मित्र, आज हामी जुन संसारमा बाँचिरहेका छौँ त्यहाँ धेरै ठाउँहरूमा युद्ध, झगडा, द्वन्द्व र हिंसा र अशान्ति, राष्ट्र राष्ट्रहरूबीच युद्ध, समाजमा झगडा, अनेकौँ जातीय युद्धहरू, परिवारभित्र तनाव अनि मानिसको मनमा नै अशान्ति छ। बाइबलले यस बारेमा के भन्छ? के यसको समाधान छ? झगडा र युद्धको जड मानिसको पापी हृदय। याकुबको पुस्तक 4 अध्याय 1 देखि 2 मा अघि नै हामीले हेरिसक्यौँ। तिमीहरूका बीचमा लडाई र झगडाहरू कुन कुराले ल्याउँछ? केही सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र? तिमीहरू इच्छा त गर्दछौ तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्छौ र लोभ गर्छौ तर पाउन सक्दैनौ। तिमीहरू झगडा गर्छौ र लडाई गर्छौ, तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। युद्धहरू बाहिर देखिए पनि यसको जड मानिसको भित्र हुन्छ। त्यो भित्र भएको कुराहरू लोभ, डाह, अहङ्कार, स्वार्थ हुन्। जब मानिसहरूले परमेश्वरलाई छोड्दछ तब आफैको स्वार्थमा चल्न थाल्छ। यही पापले युद्ध ल्याउँछ। हामीले हाम्रो हृदयलाई आज जाँच्नुपर्छ प्रिय मित्र, के हामी पनि रिस, डाह वा अहङ्कारले भरिएका त छैनौँ? तर जान्नुपर्ने र बुझ्नुपर्ने कुरा यो हो कि शान्तिको साँचो स्रोत येशू ख्रीष्ट प्रभु हुनुहुन्छ। यशायाको पुस्तक 9 अध्यायको 6 मा लेखिएको छ, किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइने हुनेछ। परमेश्वरले मानिससँग मेल गराउन येशूलाई पठाउनुभयो। येशू केवल आत्मिक शान्ति मात्र होइन, मानिस बीचको मेलमिलाप पनि मानिस बीचमा मेलमिलाप पनि ल्याउनुहुन्छ। हामीले येशूलाई हाम्रो जीवनको प्रभु बनाएर शान्तिको बाटोमा हिँड्न सक्नुपर्छ। र प्रिय मित्र, हामीले यो पनि बुझ्नुपर्छ, क्रिस्चियनहरू अथवा तपाईँ र म विश्वासीहरू मेलमिलाप गराउने मेलमिलापकर्ता हुनुपर्छ। किन भन्दाखेरि मत्तीको पुस्तक 5 अध्यायको 9 पदमा यस्तो लेखिएको छ, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराछोरीहरू कहलाइनेछ। हामीलाई झगडा गर्ने होइन, झगडा मिलाउने मानिस बन्न भनिएको छ। हामी जहाँ गए पनि शान्ति ल्याउने पात्र बन्नुपर्छ, हुनुपर्छ। परिवार, समाज, काम, साथीभाइ, आफन्तका हामी मेलमिलाप गराउने हुनुपर्छ। आज तपाईँ र मेरो प्रिय मित्र, बोली, वचन र व्यवहार र प्रार्थनाले हाम्रा अरूहरूलाई शान्ति दिलाउने बन्न सक्नुपर्छ। अब यो पनि हामीले, तपाईँ र मैले प्रिय मित्र, बुझ्नुपर्छ, परमेश्वरले युद्ध अन्त्य गर्नुहुनेछ। यशायाको पुस्तक 2 अध्यायको 4 मा यस्तो लेखिएको छ,
उहाँले जाति जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ। उहाँले धेरै मानिसहरूको झगडा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हालेका फालेर भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति जातिहरूले एक अर्काको विरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरूले लडाईँ गर्न तालिम लिनेछन्। यसो दोस्रो पटक फेरि फर्कनुहुनेछ। उहाँ फर्कनुहुने दिन संसारमा साँचो शान्ति हुनेछ। युद्धको अस्त्रहरू कृषि उपकरणमा परिणत हुनेछन्। त्यस दिनसम्म हामी शान्तिको सन्देशवाहक हुनुपर्छ र बन्नुपर्छ। प्रिय मित्र, यो हामीले बुझ्नु पर्यो। हामीले आशा राख्नुपर्छ। परमेश्वरको राज्यको कामको लागि सदैव हामीले लागिराख्नुपर्छ। बाइबलले देखाउँछ कि युद्ध र झगडा मानिसको पापबाट सुरु हुन्छ, तर येशू ख्रीष्ट साँचो शान्तिको राजा हुनुहुन्छ। उहाँमा हामीले शान्ति पाउँछौँ अनि अरूलाई पनि शान्ति हामीले बाँड्न सक्छौँ। आउनुहोस् प्रिय मित्र, यो प्रार्थनालाई मसँगै गर्नुहोस्। हे शान्तिको परमेश्वर, हाम्रो हृदयमा तपाईँकै शान्ति बसोबास गरोस्। हामीले आफ्नो जीवनमा झगडा, रिस, अहंकार हटाएर प्रेम, क्षमा र मेलमिलापको जीवन बिताउन सकौँ। येशू प्रभुको नाउँमा प्रार्थना हामी यो माग्दछौँ र गर्दछौँ। आमेन। जय मसीह प्रिय मित्र।